दर्शकबिन नमस्कार। कहिलेकाहीँ बोलेका शब्दहरूले पनि घाउ लाग्छ, तर तपाईँहरूलाई अचम्म लाग्न सक्छ जसको असर जीवनभर रहिरहन्छ। जब हामी कसैलाई नराम्रो शब्द बोलिरहेका हुन्छौँ, त्यो व्यक्ति बाहिरी रूपमा पनि हामीसँग नबोल्न पनि सक्छ, तर केही नबोले पनि त्यस्ता व्यक्तिहरूका मनमा भने गहिरा चोटहरू पुगिसकेका हुन्छन्। जब हामी कसैलाई गाली गरेका हुन्छौँ या कठोर बोलिरहेका हुन्छौँ, त्यस्ता कठोर बोली र नराम्रा शब्द कसैलाई बोल्नु हुँदैन, किनभने तिनीहरूका मन पनि र हामी जस्तै हुन् र उनीहरूका मन पनि दुख्ने गर्दछन्। यदि हामीलाई कसैले नराम्रो शब्द बोल्यो भने मन दुखाउँछौँ, त्यस्तै उनीहरूका मन पनि दुखिरहेका हुन्छन्। आज पनि हजुरहरू सामु यस्तै सन्देशमूलक एउटा भिडियो लिएर उपस्थित भइसकेको छु। अन्तिमसम्म हेरेर सहयोग गरिदिनु होला। एक समयको कुरा हो, एउटा गाउँमा भने गोविन्द नाम गरेको 12 वर्ष उमेर जतिको एउटा केटा थियो। ऊ साह्रै सकसकी थियो र रिसा स्वभावको थियो। उसलाई भने कुनै कुरा मन परेन भने साँढे रिसाएर गाली गर्ने गर्थे। उसँगै सङ्गत गर्ने साथीले पनि डराउने गर्थे। विद्यालयमा पढ्न जाँदा विद्यालयमा शिक्षकसँग रिसाउने गर्दथे र ऊ पढ्न गएको समयमा शिक्षकहरूले पनि उसलाई बेला बेलामा आफ्नो नजिक बोलाएर सम्झाइरहेका हुन्थे। तर पनि उसलाई सम्झाइ बुझाइ गर्ने जति प्रयास गरे पनि उसको व्यवहारमा भने कहिले परिवर्तन आएन। एक दिन भने गोविन्दको बुबाले जति सम्झाउँदा पनि नसम्झिने छोरालाई फरक तरिकाले सिकाउन थाल्दछन् र उनले फरक मनसायले उसलाई बोलाएर भन्न थाल्दछन्, हेर बाबु, जहिले पनि तिमी सबैलाई गाली गर्ने गर्दछौ, रिसाउँछौ, जोगीलाई पनि गाली गर्ने गर्दछौ। साथीभाइ, शिक्षक, घर परिवार तिनीहरू बाहिरी रूपमा त त्यतिखेर केही नबोल्न सक्छन्, तर नबोले पनि मनमा भने तिनीहरूको गहिरो चोट लागिसकेको हुन्छ। त्यसैले आज म तिमीलाई एउटा अभ्यास दिन्छु। गोविन्दका बुबाले भने गोविन्दका हातमा एउटा हतौडा र काँटी दिन्छन्। हातमा हतौडा र काँटी दिइसकेपछि गोविन्दलाई भन्दछन्, छोरा, आजका दिनदेखि भने तिमीले जतिपटक कसैलाई नराम्रो शब्द बोल्छौ, त्यतिपटक यो भित्तामा एउटा काँटी ठोक्नु पर्नेछ। गोविन्दले पनि बुबाको कुरा स्वीकार गर्छ र हुन्छ भने। गोविन्दले भने पहिलो दिन भित्तामा 10वटा काँटी ठोकेको थियो, तर गोविन्दको भने बिस्तारै दिन प्रतिदिन रिसाउने र अरूलाई गाली गर्ने बानी घट्दै गइरहेको थियो र भित्तामा काँटी ठोक्ने काम पनि पहिलेको दिनभन्दा दोस्रो दिनबाट बिस्तारै घट्दै गइरहेको थियो। गोविन्दको रिसाउने र गाली गर्ने बानी पनि घट्दै गयो र भित्तामा ठोकिएका काँटीको सङ्ख्या पनि घट्दै गयो र 2-3 सातापछि गोविन्दको रिसाउने र अरूलाई गाली गर्ने बानी पनि हटिसक्यो। जब गोविन्दको रिसाउने बानी हटिसकेको कुरा गोविन्दको बुबालाई थाहा भयो र बुबा खुसी थिए। गोविन्दलाई भने आफ्नो नजिक बोलाएर भने, छोरा, तिम्रो रिसाउने र गाली गर्ने बानी हटेको देख्दा म साह्रै खुसी छु। अब भने तिमी आफैले भित्तामा जुन काँटीहरू ठोकेका छौ, ती काँटी हरेक दिन एउटा गरेर तिमी आफैले निकाल्नु पर्नेछ। जब तिमी कसैसँग राम्रो बोल्छौ र राम्रो व्यवहार गर्नेछौ, त्यतिखेर भने गोविन्द पनि राम्रो बोली र व्यवहार गर्न थाले र भित्तामा ठोकिएका काँटी निकाल्दै गयो र केही हप्तापछि सबै काँटी निकालेर गोविन्द खुसी भयो र गोविन्दले भने भित्तामा आफैलाई काँटी ठोक्न लगाएर आफैलाई बुबाले काँटी निकाल्न लगाउँदा मनमा नै खुल्दै लागिरहेको थियो, यो सबै काम किन भइरहेको छ भनेर। यो सबै निकाल्न लगाइयो भनेर उसलाई खुल्दुली लाग्यो। तैपनि गोविन्दले भने भित्ताबाट निकालिएका सबै काँटी लिएर बुबा भएको ठाउँमा खुसी हुँदै गएर बुबालाई देखायो र गोविन्दका बुबाले भने गोविन्दलाई भित्तामा काँटी ठोकेर निकालिएको ठाउँ नजिक हिँड भनेर साथमा लगेर गएर शान्त स्वरमा भने, छोरा, भित्तामा हेरेर भन त, यो भित्तामा अझै पनि केही बाँकी छ र? गोविन्द पनि भित्तामा हेरेर चुप्प लाग्यो, तर भित्तामा भने काँटी ठोकेका धेरै रुमालहरू थिए, जुन काँटी हटाइसकेपछि पनि बाँकी थिए। त्यत्तिकैमा गोविन्दका बुबाले गोविन्दलाई भावुक हुँदै भने, हेर छोरा, हामी अरूलाई नराम्रो बोलेका शब्दहरूले पनि यो भित्तामा पुगाल्छन्। यस्तै हुन्छन्। जब हामी कसैसँग कठोर व्यवहार देखाउँछौँ, नराम्रो शब्द बोल्छौँ, हामीबाट बोलिएका नराम्रा शब्दहरूले पनि ती मानिसहरूका मनमा पनि तिमीले भित्तामा काँटी ठोकेर निकालिसकेपछि पनि नपुगेका पुगाल्छन्। हो, यस्तै पुगाल पारिदिएका हुन्छन् र नराम्रा शब्द भनिसकेपछि
भने हामी माफी माग्दछौँ र माफी माग्छौँ र माफी मागे पनि ती घाउ पनि सधैँ रहिरहन्छन्। त्यसैले छोरा कहिले पनि कसैको मन दुखाउनु हुँदैन। गोविन्दले भने आफ्नो बाबाले आफूलाई राम्रो बानी सिकाएको र कसैमा नराम्रो शब्द बोल्नु हुँदैन भनेर भित्तामा काँटी समेत ठोक्न लगाएर आफूप्रति गरेको यो प्रयत्नलाई सुरुदेखि अन्तिमसम्म गरेको कामको स्मरण गरे र त्यस दिनदेखि आफ्ना नराम्रा शब्दप्रति ध्यान दिन थाल्यो। ऊ अब अरूसँग बोल्दा पनि धेरै सोचेर बोल्न थाल्यो र बुझ्दै गयो घाउ शरीरमा लागोस् या त मनमा लागोस् तर यसको असर भने गहिरो मनभित्र लाग्ने रहेछ। दर्शकबिन तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेरेर सहयोग गरिदिनु भएका धन्यवाद। फेरि पनि यस्तै भिडियो लिएर उपस्थित हुनेछौँ। हाम्रो च्यानल हेर्दै गर्नुहोला।